जात। समाजमा बस्दा सजिलोसँग जीवन काट्नलाई हो यो जात। संविधानले दिएको अधिकार, सरकारलाई विकास गर्न सजिलो, यतिलाई नै हो जात। यतिलाई नै हो जात। विश्वमा छरपष्ट बसेका जातिहरूको छुट्टै वेशभूषा, कला, संस्कार, संस्कृतिका विभिन्न कोपिलाहरू एउटै बगैँचामा ढकमक्क फुलेर बस्नलाई हो यो जात। यतिलाई नै हो जात। जातीय उत्थान र विकासको शिखरमा चढाउनु उच्च विचार हुन्, तर त्यही जातको नाउँमा पूर्वाग्रह गर्नु मुर्दाभन्दा गैबार हुन्। झन् भेदभावको चस्माले कसैलाई हेर्नु त गिद्धले सिनु रुँगे भन्दा गैबार हुन्, गिद्धले सिनु हेरे भन्दा गैबार हुन्। जातको खोलमा साम्प्रदायिक भेदभाव र पक्षपातको किरा लुकेका छन् भने फेरि विद्रोह सुरु हुनेछ। जातको खोलमा साम्प्रदायिक भेदभाव र पक्षपातको किरा लुकेका छन् भने फेरि विद्रोह सुरु हुनेछ। अनि खोज्नेहरू खोज्नु, रोज्नेहरू रोज्नु, अनि खोज्नेहरू खोज्नु, मरेको बगुन्द्रो लासमा तिम्रो जात खोज्नु, अनि रोज्नेहरू रोज्नु, जल्दै गरेको घाटमा तिम्रो थर पाछा र गोत्र खोज्नु। बलेको आगोले चितामा तिमी कुन जातको भन्छ, माटोले चिहानमा कुन रूप रङ र वर्णको कहन्छ। म यो जातको, तिमी त्यो जातको, म यो जातको, तिमी त्यो जातको, तब मान्नु म ठुलो जातको, तब मान्छु म चाहिँ सानो जातको। नत्र तिम्रो मन मस्तिष्कको अँध्यारो एक कुनामा दियो जलाउन कहिले नभुल्नु। नत्र तिम्रो मन मस्तिष्कको अँध्यारो कुनामा एउटा दियो जलाउन कहिले नभुल्नु। जीवनमा तिमी आफै लास हुनभन्दा पहिले, जीवनमा तिमी आफै लास हुनभन्दा पहिले। धन्यवाद। र आजको मेरो स्वरचित कविता यो थियो कि कुनै जाति, कुनै वर्गलाई मैले होच्याएर डिम गरेर लेख्न खोजेको होइन, तर एक्चुअलमा जुन हाम्रो जातिको आफ्नै पहिचान छ, जातिहरूको आफ्नै वेशभूषा छ, कला संस्कृति छ, यो एकै ठाउँमा एउटै बगैँचामा राम्रो फुलेर जानुपर्छ। सबैले एउटा जातले अर्को जातको संस्कृतिलाई, कलालाई सम्मान गर्दै अगाडि बढ्नुपर्छ भन्ने हेतुले मैले लेखेको हो। र जो मान्छेकोमा एउटा जातीय भावना हुन्छ, त्यो उच्च विचार हो। एउटा जातिलाई उत्थान गर्नु, जातिलाई विकास गर्नु भन्ने कुरा राम्रो कुरा हो। तर अब हाम्रै जाति अगाडि जानुपर्छ, अरू जाति जेसुकै होस् भनेर जुन खालको त्यो नकारात्मक सोचहरू छन् भनेदेखिलाई चाहिँ सायदै त्यो किराले भोलिको दिनमा हाम्रो देशमा, हाम्रो राष्ट्रमा, विश्वमा नै विद्रोह सुरु हुन्छ, युद्ध सुरु हुनेवाला छ। अनि त्यति बेला चाहिँ त्यो विद्रोह सुरु हुनभन्दा अगाडि नै हामीले गर्नुपर्ने कामहरू चाहिँ, अनि हाम्रो जुन विचारहरू छ, त्यो विचारहरू छन् भनेदेखिलाई अहिले नै सुधार्नुपर्ने भन्ने हेतुले मात्रै मैले यो कविता लेखेको। तपाईँहरू कसैलाई पनि यो कविताले हट नहोस्, यो कविताले कसैलाई पनि नलागोस्। र म यति भन्दै आजलाई भने यही नै मैले कविता राखेँ र फेरि अर्को हप्तामा अर्को कवितालाई लिएर आउने छु।